हेलो गाइस, वेलकम टु द न्यू ब्लग। आज हामी शिक्षा र विकासको दिए हाम्रो इक्जाम हैन, फेल भइसक्यो हामी। चिल त्यही नि चिल, मान्छे चिलमा छौं। मान्छे त फेल भइसक्यो। म आज क्लासमा रुनुपर्ने अवस्था भएको थियो। मेरो आँसु पनि झरेको थियो गाइस। मेरो साथीहरूले धेरै चित्त दुखायो। मैले कति विश्वास गरेर गएको थिएँ, उनीहरूले मलाई केही देखाएन अनि म रुइदियो। यता पछाडि छ है साथीहरू गाइसहरू। मामु अझै ओ गाडी आयो धन्न हानेन। पछाडि छ धोकेबाजहरू। यत्रो आश गरेर गएको थियो, मेरो चित्त दुखाएर म रुइदियो आज। धन्न सरले चाहिँ साथ दियो, त्यही भएर खुसी छु। म त दुःखी छु साथीहरू, फेल भयो के गर्नु, आफूले त केही लेखेको छैन। आज जस्तो सर जहिले परेको भए त म जहिले पास हुन्थ्यो, टप हान्थ्यो होला। तर के गर्नु, भाग्यमा जहिले लेखेको हुँदैन, जहिले पास छु भन्दैन। त्यो अरू त कुरै छोडिदिउँ कि साथी गाइज हैन। मेरो साथीहरूबाट म यति चित्त दुखेको छ नि। अर्को स्कुलको केटीहरू, अर्को स्कुलको बच्चाहरूले पो सिकाउँछ, आफ्नै क्लासको आफ्नै साथीहरूले पो सिकाउँदैन। जिन्दगीमा धेरै कुरा भोगियो। मेन भनेको पछाडिको सीता भन्ने केटी छ, उसले मेरो आज यति चित्त दुखायो नि कसम भने यार। म आज रुनु पर्ने भएको थियो यार। भइसक्यो, अब फेल हुन्छ, ब्याग दिन आउँछु फेरि पनि म, चिन्ता नगर्नु। यो केटी हेर्दा मात्र सोझो बच्चा जस्तो छ, तर यो जस्तो घमण्डी कोही छैन। घमण्डीले आफू चाहिँ घमण्डी छ। ए म त त्यस्तो छैन है गाइसहरू। सीता भन्ने केटी एकदम घमण्डी छ गाइस। देख्दैन त्यहाँ देखाउनु त गाइस, जुम गरी देखाउनु त त्यो केटीलाई। जुम गर्नै मिल्दैन रहेछ एकदम स्वार्थी। मान्छे भने राम्रो, मन भने नराम्रो। आजको भ्लग यति नै हो हैन। फाइनली गाइसहरू अब हामी चाहिँ जाने भात खाने सबा त के जब साल जाजब्रो फोरन्डा बवा खाएर जाने हो। के गर्नु, मान्छे त फेल भइसक्यो। फेल भयो भन्दैमा खाना नखाइकन बस्नु त भएन नि गाइस। झन् धेरै मासु र भात खानु पर्छ। खाने हो हामी त चिलमा है गाइसहरू हैन। हामी यति साह्रो चाहिँ टेन्सन छैन। त पास हुन्छ, हामी त फेल हुन्छ। पास हुन्छ फेल हुन्छ, अब पछि रिजल्ट आएपछि थाहा हुन्छ हैन। अब हामी चाहिँ अब फाइनल इक्जाम दिएर अब घर फर्किँदैछु। आज हाम्रो फाइनल इक्जाम सकियो, फेरि पनि आउँछौँ ब्याग दिन है, टेन्सन नगर्नु होला गाइस। 3 महिनापछि फेरि आउँछौँ हामी। 3 महिनापछि के हुने हो, को कहाँ पुग्ने हो थाहा छैन गाइस। त्यही पनि तर लास्टै चित्त दुखेको छ मेरो आज यार। बिहानदेखि सङ्केत देखाइरहेको थियो कि आज म फेल हुन्छ भनेर। शिक्षा र विकास गर्दै नि विकासले देखाइदियो नि आज मेरो जिन्दगीमा। सो गाइस, यो मनिता टपर, यो शान्ति, यो नि टपर, म सुशीला। आलु घोचे लुते एकदम पछाडि छ ऊ त्यो 2 जना केटी छोडेर। यो घुसघुसे 1 नम्बरको छुच्ची 2 जना एकदम घुसघुसे। मुखले त ठिक्का अबि कसले नसक्नु, मुखले त मक्खै पारिदिने नि सबैलाई। तर मान्छेको त्यो मन भन्ने चिज छैन। यहाँ हेर घमण्डीहरू कहाँ गयो। अब बाइकले यहाँ हान्छ क्या हो। मान्छेहरू हेर्दा मात्रै यति राम्रो हो गाइस, मन भने यस्तो घमण्डी। मान्छेको रूप हेरेर कहिले विश्वास नगर्नु भनेको हो, बुझ्यो मैले आज हो कि हो। म त फेल हुन्छ गाइस, म के गर्ने, घरबाट निकाल्छ मलाई। मुजी मलाई घरबाट निकाल्छ, म कहाँ जाने अब। फेल भयो, म फेल। मेरो घरमा मम्मी ड्याडीले यस्तो भनेको छ कि फेल भयो भने कान्छी घरबाट आउट भनेको छ। म चाहिँ फेल भइसक्यो, घरबाट अब कहाँ जाने थाहा छैन। अब बे गरेर जाने, अब बुढा खोज्ने, बे गर्ने जाने, घरबाट भने निकालिदिन्छ। सो गाइज, म आज मेरो मन यस्तो टुटेको छ नि गाइज। सर मात्र राम्रो परेर, क्लासमा टिचर मात्र राम्रो परेर पनि हुँदैन रहेछ। मेन कुरा आफ्नो साथीहरू मिल्नुपर्ने रहेछ। साथीहरूसँग होइन, म यत्रो आश बोकेर गएको थिएँ कि गाइस होइन। म होइन केही पनि परेको थिएन कि, मैले चिट पनि लगेको थिएन, केही लगेको थिएन। बिन्दास पारामा गएको थियो, उनीहरूले सिकाउँछु भनेर गएको थियो कि। अरूको भर कहिले नगर्नु भनेको हो रहेछ।
म होइन यत्रो मैले उयो के कस्तो आश बोकेर गएको थिएँ कि गाइस कत्रो उयो क्या अब उनीहरूले सिकाउँछ जे जसो हो नि सिकाउँछ होला अब अरू स्कुलको केटीहरूले पो सिकाउँछ भनेपछि त उनीहरूले त जसरी नै सिकाउँछ होला भनेर गएको तर मलाई केही सिकाएन गाइस उल्टो झर्किन आयो सो गाइस हामी यहाँ पार्लरमा पस्यौँ बिहान मेरो चप्पल छुटेको थियो चप्पल लिन आएको हेर्न सक्नुहुन्छ गाइस आजको युनिफर्म हाम्रो यस्तो थियो हेलो गरिदिनु हेलो ए भ्लग बनाउनुलाई हो हेलो हामी यहाँ पार्लरमा पसेको छौँ अब चप्पल नि साट्नु हेर्नु सक्नु पार्लरको नाम यो अमृता के हो ब्युटी पार्लर हो यहाँ आउन सक्नुहुन्छ एकदम सस्तो पाउँछ सामानहरू राम्रो पाउँछ एकदम मनको राम्रो छ यहाँको सुहाउने मेरो छुटेको चप्पल लिन जानु पर्यो गाइस म है यहाँको आन्टीको मन एकदम राम्रो छ सफा छ मलाई बिहान चप्पल छुटेको थियो मलाई एक्स्ट्रा दिनुभएको थियो गाइस सो अब म छुटेको चप्पल लाएर जानुपर्ने हुन्छ कहाँ पुग्यो मलाई थाहा छैन आई डोन्ट नो चप्पल कहाँ पुग्यो ओ एकछिन न दिदी चप्पल कहाँ ए यो चप्पल यहाँ राखिदिए ल धन्यवाद तपाईँलाई बाई बाई दिदी बाई गरिदिनु यहाँ लिनु चप्पल निस्किँदो चप्पल लिनु ल दिदी चप्पल कहाँ प्लास्टिकमा बाहिर फोड्न छ अब यतिकै लाएर जाने के गर्नु नाङ्गै हिँड्नु भएन के पाले सिङ्गो प्राउँछन् वा ए होस् दिदी अब यतिकै जाने नाङ्गो गुटे जान्छ म त छ होइन नाङ्गो जानु उयो त हो ल बाई 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 गाइज होइन दिदी पर्दैन अब जुत्ता छ कि जुत्ता हुन्छ मजा छ बाई हुन्छ फेरि आउँछौँ ब्याग दिन सो गाइज यहाँ दिदीसँग नि बोलियो मस्तसँग मेरो चप्पल छुटेको थियो देख्नु सक्नुहुन्छ नाङ्गो खुट्टा हिँड्दैछु म बिहानै सङ्केत देखाइरहेको थिएँ म फेल हुन्छ भनेर चप्पल पनि छुटेको थियो देखिगयो सङ्केत चप्पल नै छैन नाटक मेरो नाटक भन न भने चट बिहानदेखि मलाई कस्तो नराम्रो उयो कुराहरू भइरहेको थियो कि मसँग घटनाहरू घटिरहेको थियो बिहानै चप्पल छुटेको थियो यिनीहरूसँग त म कुरा गर्नै मन छैन कि गाइस सो यिनीहरूसँग त म कुरा गर्नै मन छैन के यहाँ लास्टै गर्मी छ गाइस आलु जस्तो इक्जाम फेल भयो न बाई बाई गाइस आजको लागि यति नै हो भोलि आउँछ नि ब्लग तब तुम कुनाहरू खोम्दे बाई बाई फाइनली ल सरह एक्जाम पनि सकियो हाम्रो सरह बाङबा अब बे गरेर बच्चा किरे जन्माएर बस्यो ल त्यही हो बाई बाई गाइस